आज हामी कुरा गर्दैछौँ एउटा साधारण परिवारमा जन्मिएकी असाधारण हिम्मत बोकेकी साहसी महिला आशिका तामाङको बारेमा। आशिका तामाङ आजको समयमा युवामाझ निकै चर्चित नाम हो। उनको यात्रा हेर्दा लाग्छ सबै चम्किलो मुस्कानभित्र गहिरो पीडा लुकेको हुन्छ। उनले आफूलाई जे छिन् त्यही रूपमा प्रस्तुत गर्न सक्ने साहस देखाएकी छिन्, जुन आजको समयको निकै मूल्यवान कुरा हो। कहिलेकाहीँ विवादमा परे पनि उनले हार मानेको देखिँदैन। आलोचनालाई आत्मसात गर्दै अगाडि बढ्ने साहस, सिधा बोल्ने शैली भावनात्मक र वास्तविक लाग्छ, जसले उनलाई अरूभन्दा फरक बनाएको छ। आशिका तामाङको सबैभन्दा बलियो पक्ष भनेको साँचोपन हो। उनी बनावटी शब्दहरू प्रयोग गर्दैनन्, न त आफूलाई अरू जस्तो देखाउने प्रयास नै गर्छिन्। उनका विचारहरू सरल र खुल्ला छन्, भावनाहरू स्पष्ट छन्। यही कारण पनि उनी आज धेरै युवाको मनसम्म पुग्न सफल भएकी छिन्। उनी जीवनलाई सजिलो देखाएर भन्दा पनि भोगेर बुझाएर प्रस्तुत गर्छिन्। उनका शब्दहरूमा आत्मविश्वास गहिराई झल्किन्छ। आफ्नो आवाजमा विश्वास गर्न सिकाउने र आफ्नै बाटो हिँड्न प्रेरणा दिने आशिका तामाङ आज धेरैका लागि प्रेरणाको स्रोत समेत बनेकी छन्। उनी युवालाई आफूमाथि भरोसा राख्न सिकाउँछिन्, कठिनाई बीच पनि आत्मसम्मान नछुट्न सम्झाउँछिन्। मन परोस् या नपरोस्, आशिका तामाङको आवाज रोकिँदैन, जो दुख्दा पनि बोल्छ अनि ढल्दा पनि फेरि उठ्छ।